हेलो एभ्रिवान। तपाईँहरूलाई के लाग्छ यसपालि राजसभाले बहुमत ल्याउला? बहुमत ल्याउँछ ल्याउँदैन गाइज कमेन्ट पनि गर्नु होला। र रह्यो कुरा बालेन्द्र शाहको होइन, बालेन्द्र शाह यसपालि नेपालको प्रधानमन्त्री भावी बन्ने तयारीमा छन्। अब हुन्छन् हुँदैनन् त चाहिँ अब समयले बताउला गाइज होइन। अब जहाँसम्म लाग्छ मलाई अब हेर्दाखेरि चाहिँ बन्छन् कि भन्ने आशा छ। अब त्यसमा चाहिँ अब झापाली जनताहरूले अब कतिको भोट दिन्छन् होइन, त्यो पनि हेर्नुपर्छ गाइज। तर यसपालि राजसभाले बहुमत चाहिँ ल्याउला जस्तो छ गाइज होइन। जहाँ हेर्दा पनि घन्टी बजिरहेको देख्छु म, जुनै ठाउँमा गए पनि घन्टी बजिरहेको छ। अब एकदम मजाले घन्टीकै आवाज सुनिराखिएको छ। अब हरेक ठाउँमा होइन राजसभाकै गुणगान भइरहेछन् होइन। यसपालि एमाले काङ्ग्रेसको चाहिँ अब पत्तासाप चाहिँ हुने सम्भावना बढी देखिएको छ गाइज। त्यस कारणले भोट हाल्न नबिर्सिनु होला राजसभामा होइन। हाम्रो बालेन्द्र शाहलाई जिताउनु होला र देश विकास पनि उहाँले पक्कै गर्नुहुनेछ, किनभने काठमाडौँ विकास भएको देखिराखेको छ होइन। त्यसै गरेर गाइज सबैजना मिलेर घन्टी बजाउँ। थ्याङ्क यू सो मच गाइज।